यो हामीले चाहिँ ओली देउवा प्रचण्डलाई यसै गरी बाइकमा पछाडि बसालेर लतारेर भने हिँडाल्न पर्ने छ। यिनीहरूलाई यति नहिँडाल्ने हो भने यिनीहरूको आँखा खुल्दैन, केही पनि खुल्दैन। यिनलाई के गर्ने हो भन्नुहोस् त जनताहरू, यो त अत्याचारै भयो। यिनलाई त के गर्ने हो भन्नुहोस् त, यिनी राक्षसहरू नै भयो। यिनी राक्षसहरूले त यति दुःख दिएको छन् कि कुरा गरेर शान्ति नै छैन। यिनी राक्षसहरूलाई के गर्ने, बाँधेर खोलामै बगाइदिने हो कि के गर्ने? यो त भएन। यिनीहरू आफूहरू पनि मर्ने भयो, हामीलाई पनि मार्ने भयो। यिनीहरू आफू मरे पनि यिनको आँखा खुल्दैन। यिनलाई के गर्ने अब? सबै जनतालाई मार्ने भयो। यिनलाई के मार्ने भयो कि विदेश धपाउने भयो? यिनीहरू त राक्षसहरूलाई के गर्ने? राक्षसहरूले भयो, यिनीको ट्यागै नामै अब राक्षस राख्नु। यिनी तिनजनालाई राक्षसै भनौँ अबदेखि। यिनलाई नामले पनि नपुकार, यो अत्याचारै छ। नमस्ते सम्पूर्ण नेपाली जनताहरू, अहिले चाहिँ एकदमै आपत तरिकाले यहाँ फसिराख्नु भएको छ। यो रोड सबै देख्नुभयो भने पुरै जाम छ। यो नारायण बुटवल खण्ड चाहिँ, नारायणघाट बुटवल खण्ड चाहिँ लगभग 3.5 वर्षमा बन्नुपर्ने, लगभग 7 वर्ष भयो नि त, करिब 7 वर्ष भयो। यो चल्दै नचलेर हैरान छ। अहिले बाटो यस्तो छ, सबै फस्नु भएको छ, जम्मै आपत छ। यो यति धेरै आपत छ, यो कसरी समाधान गर्ने हो? जम्मै जनताहरू फस्नु भएको छ। र यो समस्याको समाधान के हो त नि? यो समस्या एकातिर छ, मैले सबैलाई गाली गर्न सक्छु, तर समाधान के हो यसको समाधान भनेको तपाईँहरू राजनीतिक रूपमा सचेत नभएसम्म यसको समाधानै छैन। यो राजनीतिक पार्टीहरूले हजुरहरूलाई खिचेकै छन्। हेर्नुहोस्, तपाईँलाई मैले डडेलधुराका कतिपय अथवा सुदूरपश्चिमकोलाई त अझ पनि कति आपत होला क्या, उहाँबाट आउँदै गर्दाखेरि उहाँबाट काठमाडौँ जानुपर्ने होला, बिरामी हुनु होला, के होला, यो बाटोहरू कति आपत छ। हेर्नुहोस् त तपाईँहरू यहाँ डडेलधुरामा शेरबहादुर देउवा तपाईँ देखिराख्नु भएको हो नि त। शेरबहादुर देउवाको दाहिने हात त ठेकदारै हो। त्यो ठेकदारले पैसा पनि बाँडेको हो। त्यो बाँडेको पैसा तपाईँले हेर्नुहोस् त, यहाँ आएर एक दिन चुनावमा 5,000 10,000 रुपियाँ तपाईँ लिएर जानुभएको होला। अहिले आएर तपाईँ यही जाममा फसिराख्नु भएको छ। 10,000 रुपियाँ तपाईँको एक दिनमै जान्छ। 5 वर्षमा शेरबहादुर देउवा लगायत केपी ओलीले कति पैसा तपाईँको सम्पत्तिबाट, तपाईँको शरीरबाट, तपाईँको आफ्नै घर परिवारबाट कति लुट्छन् होला हेर्नुहोस् त। अनि यहीँको क्षेत्रको पनि तपाईँले सांसद हेर्नुभयो भने ठेकदारहरू गर्नुभएको छ, यो गिट्टी बालुवा गर्नुभएको छ, यहाँबाट पैसा उठाउनुहुन्छ। यो पैसा उठाएर लगेर अनि शेरबहादुरलाई बुझाउने टिकट लिनको लागि, अनि शेरबहादुरले यहाँको पैसा उठाएर फेरि त्यही डडेलधुरामा चुनाव खर्च गर्ने हो। यो सिलसिला कहिले रोकिने हो? अहिले तपाईँको हेर्नुभयो भने सम्मान्य प्रधानमन्त्री केपी ओलीज्यू, सम्मान्य प्रधानमन्त्री शेरबहादुर ज्यूहरू, तपाईँको 2/3 सरकार छ। त्यो भन्दा नि यो यति बलियो सरकार छ, त्यति हुँदा पनि गर्न नसक्ने कारण के हो तपाईँहरूले भन्नुहोस् त? यहाँको यो ठेकदारलाई कारवाही गर्न सक्नुहुन्न, किन डराउनु भएको छ? त्यो चाइनिज कम्पनी भयो भने डराउनुपर्छ। यस्ता कम्पनी हजारवटा होला चाइनामा, कारवाही गरेर के बिग्रिन्छ? मैले आफै कारवाही गरेर आउँछु विदेशमा। म एउटा नाथे, एउटा प्रोजेक्ट म्यानेजरले। तपाईँले यदि जब यत्रो प्रधानमन्त्री हुँदाखेरि कारवाही गर्न सक्नुहुन्न, यदि बाटो बनाउन सक्नुहुन्न, तपाईँले यति बाटो पनि बनाउन सक्नु भने तपाईँलाई के प्रधानमन्त्री के को लागि बनिराख्नु भएको छ? त्यही भएर यसको लागि हेर्नुहोस् जनताहरू, तपाईँ सचेत नभएसम्म भएन। यिनीहरू यति साह्रो भइसक्यो भ्रष्टाचारले, ओलीकोदेखि लिएर देउवा, यिनी दुइटै भ्रष्टाचारले आँखा पनि बन्द भइसक्यो, यिनको कान पनि बन्द भइसक्यो। यिनलाई जतिसुकै ढुङ्गो खटाए पनि यिनी मर्छन् तर सुध्रिँदैनन्। हेर्नुहोस्, तपाईँले हेर्नुभयो होला एमालेकै नेता रविन्द्र अधिकारीको मृत्यु त भएको हो नि त, तर एमाले सचेत हुँदैन, मरिगै हुँदैन। केपी ओलीको आफ्नैको यहीँ आएर मृत्यु होला तर उनी सचेत हुँदैनन्। यिनीहरू यस्ता अन्धा भयो कि हामी सबैको रगत चुस्न तयार छ। यो सिस्टमेटिक रूपमा काङ्ग्रेस एमाले भनेको तपाईँ हाम्रो रगत चुस्ने हो। यति हुँदा पनि तपाईँलाई काङ्ग्रेसी भन्नुहुन्छ भने तपाईँ नेपाली होइन, यति हुँदा पनि तपाईँले आफूलाई एमाले भन्नुहुन्छ तपाईँ नेपाली होइन। 60 वर्षदेखि लुटपाट कहिले अन्त हुने हो? 10 वर्षलाई त बिदा गर्नुहोस् एमालेलाई, 10 वर्षलाई त काङ्ग्रेसलाई बिदा गर्नुहोस्। 10 वर्षपछि काङ्ग्रेसी हुन सक्नुहुन्न, 10 वर्षपछि एमाले हुन सक्नुहुन्न। अझै पनि यति साह्रो यो बिजो कसले गरिरहेको छ? अहिले के को कारणले गर्दा भइरहेको छ? अब पनि तपाईँ नजाग्ने भने कहिले जाग्ने हो? यति विधि छ हेर्नु त, यो पसिना लुटपाट कहिले हो के तपाईँहरू जाग्ने? त्यही भएर अब तराईको जनताहरू जागिसक्नु भएको छ, सबै जागिसक्नु भएको छ, भोट परिवर्तन गरिसक्नु भएको छ। अब पहाडको पनि तपाईँले यो बाटोको यो तपाईँले यिनी नेतासँग एक भोटको असुली गर्नुपर्ने छ। तपाईँहरूले यहाँ पसिना बगाइराख्नु भएको होला, यो रोडमा दुःख पाइराख्नु भएको होला, सबै यो जम्मै जाममा फसिराख्नु भएको होला। तपाईँहरूले यसको चुप्प लाएर बस्ने होइन, यसलाई भोटमा परिवर्तन गर्नु होला। र भोटमा परिवर्तन गरेर मैले हजुरलाई भन्छु, हामीले भ्रष्टाचार गर्दैनौँ। किनकि म अझै पनि बाइकमा हिँडिरहेको छु, म डडेलधुरा जाँदै गर्दाखेरि मेरो खर्च केही पनि छैन। यसको प्रमुख स्रोत, यो बाटो नबन्नुको प्रमुख स्रोत मैले अघि नै भने, यहीँको ठेकदार लडेर शेरबहादुरलाई पैसा बुझाउने हो, उसैले रोक्ने हो, यहीँका कम्पनीहरूले रोक्ने हो। अनि त्यसपछि त्यही पैसा लगेर शेरबहादुरले लगेर फेरि डडेलधुरामा खन्याउने, अनि यही साइकल रिपिट भएको भयो। यो ब्रेक गर्नको लागि इमान्दार नेता, सक्षम नेता तपाईँले नछानेसम्म यो देश बन्दैन। यस्ता सडकहरू अहिले हामी गए गुज्रेका भइसक्यौँ। अफ्रिकामा जानुभयो भने यति विधि त कहीँ पनि छैन। अब अफ्रिकाका नेताहरूलाई ल्याएर ओली र देउवालाई ट्रेनिङ दिन पर्ने भइसक्यो।
जम्मैले हरित बिजुरै भयो। यो कहिले गर्ने हो? अब हामी जाग्नै पर्ने भयो। यो अत्याचारै भइसकेको छ। मेरो नेपाली सम्पूर्ण नेपाली जनताहरूलाई अहिले केपी ओलीको क्षेत्र झापादेखि शेरबहादुरको क्षेत्र डडेलधुरासम्म सम्पूर्ण पूर्वदेखि पश्चिमसम्म सबै जागिदिनु पर्ने छ। एकदमै जागिदिनु हुन मेरो हार्दिक अनुरोध छ। अब मेरो यिनी प्रधानमन्त्रीहरूप्रति आशै छैन। यो प्रधानमन्त्रीलाई प्रधानमन्त्री म हुँ भन्ने पनि होस् हवासै छैन। प्रधानमन्त्री हो भन्ने नै उसलाई थाहा छैन, बिर्सिसक्यो उसले। ऊ भनेको अब नेपाली जनताको रगत पसिना चुस्नको लागि मात्रै बाँचेको जस्तो भइरहेको छ। त्यही भएर यसको लागि तपाईँहरूले आवाज उठाउनुको विकल्प छैन। अब नेपाली जनताहरूले यिनीहरूलाई जसरी हुन्छ त्यो सत्ताबाट हटाउनु पर्ने छ। हटाउने मात्र होइन, त्यो हटाएर मात्रै पनि उपाय छैन। त्यसपछि सक्षम, इमान्दार, पैसा धेरै खर्च नगर्ने, चुनावमा एकदमै सिम्पल तरिकाका नेताहरू, क्षमतावान नेताहरू तपाईँले जिताइदिनु होला र देशभरि जनताहरू जागिदिनु होला। र यसको समाधानको कुरा मैले दुई चारचोटि भिडियो पनि बनाइसकेको छु। अब फेरि यो पनि भिडियो बनाउँदैछु। आशा छ यो रोड सकेको चाँडो बन्ने छ। यो रोड नबनेर सबैले दुःख पाएका छौँ र यो रोड नबनेको कारण तपाईँ हामी नै हो। तपाईँ हामी नजागेरै हो। तपाईँले हामीले यिनी हातका भोट परिवर्तन नगरेरै हो। अब भोट परिवर्तन गर्नु होला। यति भन्दै मैले मेरो 2-4 शब्दहरू यही राखेँ। हस्, धेरै धेरै धन्यवाद। नमस्ते।